Hey guys, what's up? Welcome back to my YouTube channel. तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। आज चाहिँ म देउसी भैलो खेलेर यता पिकनिक आएको थिएँ। पिकनिकमा चाहिँ यहाँ एउटा पिकनिक चाहिँ हामी सुर्खेत आएको थियौँ। यहाँ बुलबुले ताल भन्ने छ एउटा, तपाईहरुलाई म देखाउने छु सबै। यहाँ यो मन्दिर छ, देख्न सक्नुहुन्छ। बुलबुले ताल नजिकै एउटा बुलबुले ताल हल्का उता छ भने यहाँनिर एउटा यो के धारा छ, धारा जस्तो यो के खाने पानी हो कि के हो यस्तो यार। यो खाने पानी हुनसक्छ सायद। उतातिर 4वटा 5वटा के छ खाने उता पानी गइरहेछ उतातिर। तपाईहरुलाई म देखाउने छु। उता देख्न सक्नुहुन्छ यो फोटो खिच्नलाई पनि छ, सबै पार्कहरू यहाँ सबै छ। जाउँ अब हामी चल्दिउँ। तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ यस्तो बबाल गार्डन छ। तपाईहरुलाई म बुलबुल ताल पनि देखाउने छु र गार्डन यस्तो बबाल छ। देख्न सक्नुहुन्छ यो गर्लफ्रेन्ड बोयफ्रेन्ड बस्ने ठाउँमा यो केटा आएर फोटो खिचिरहेछ। देख्न सक्नुहुन्छ यहाँ त्यहाँ चाहिँ गेट होइन आउने। हामी चाहिँ आइसक्यो त्यहाँनिर ठ्याक्कै त्यो त्यहाँनिरको त्यो साइड चाहिँ टिकट काट्नेवाला हो। त्यहाँ टिकट देखाएर आउनुपर्छ सबैजनाले। अब चाहिँ हामी एकछिनमा जान्छौँ पिकनिकतिर, मतलब खाना खानेतिर। मैले त्यो अघिको ठाउँमा 2-3वटा फोटो पनि मैले पनि हानिदिएँ। अब चाहिँ हामी लाग्नुपर्ने हुन्छ पिकनिक खाना। नास्ता खाएको छैन, नास्ता खानेतिर लाग्नुपर्छ हामीहरूले। अब हामी चाहिँ अब अनि खानासाना खाएर रेउटी बौद्ध मन्दिर जानेछौँ। तपाईहरु देख्न सक्नुहुन्छ यहाँ यही हो सबसे मेन ताल भनेको, यही हो। तपाईहरु देख्न सक्नुहुन्छ सबसे मेन ताल भनेको यही हो। यसलाई नै यो ताललाई नै भन्छन् बुलबुले ताल। देख्न सक्नुहुन्छ 3-4वटा सिप ढुङ्गा पनि छन् यहाँ मोज गर्छन् र पिकनिक आउने मान्छे पैसा तिरेर खेल्छन्। यहाँ सबैजना खेल्छन्। देख्न सक्नुहुन्छ उता कसरी राइडिङ हानिरहेछ र नजिकै आयो भने पनि तपाईहरु देख्न सक्नुहुन्छ यताउता पुरा यस्तो लिँदै गइरहेछ कि त्यसले। देख्न सक्नुहुन्छ तपाईहरु। अब मेरो नजिकैबाट जान्छ सायद। देख्न राइडिङ यो हान्न पनि राइडिङ मजै नै आउँछ होला सायद। पुरा यस्तो गरेर होइन, पुरा मजै आउँछ होला कि राइडिङ हान्न। तपाईहरु अनि एक चीज देख्न सक्नुहुन्छ यहाँ राम्रो फुलहरू छन्, देख्न सक्नुहुन्छ। तपाईहरुलाई मैले यो ताल चाहिँ अब देखाइ नै सके होइन, ताल चाहिँ अब देखाइ नै सके। अनि तपाईहरु अरु देख्न सक्नुहुन्छ यहाँ राम्रो फुलहरू छन्। यहाँ यस्तो खतरा फुलहरू। र तपाईहरुलाई म उताको फुल पनि देखाउने छु। र त्यहाँ एउटा गार्डन छ अर्को, त्यो गार्डन पनि देखाउने छु तपाईहरुलाई। अनि त्यहाँनिर पिकनिक हामी कहाँनिर खाँदैछु भन्ने त्यो पनि देखाउने छु। र पछि हामी मन्दिर जानेछौँ, त्यो मन्दिर पनि देखाउने छु तपाईहरुलाई कस्तो छ। सायद मन्दिर चाहिँ राम्रै छ, त्यस्तो छैन। देख्न सक्नुहुन्छ यहाँनिर यो पुलमा आधा चाहिँ यो भत्काइदिएको रहेछ। तर यस्तो यता फोहोर फाल्यो भनेपछि ढुङ्गामा आएर यस्तो त्यो लिइहाल्ने रहेछन् कि केले, हल्का धुल जस्तैले त्यो त्यसरी हालेर डब्बा सप्पा केही फाल्यो भने कसैले लिइहाल्ने रहेछन्। देख्न सक्नुहुन्छ यहाँ यस्तो रुखहरू, उता बस्ने ठाउँ पनि छ। फाइनली गाइज हामी आफ्नो पिकनिक स्पोटनिर पनि पुगिसक्यौँ। हामी आफ्नो पिकनिक स्पोटनिर गएका छौँ। यहाँ देख्न सक्नुहुन्छ तँ हेरे है। तपाईहरु सबैजना देख्न सक्नुहुन्छ हाम्रो पिकनिक स्पोट चाहिँ उता छ। चल आइजो रोक। तपाईहरु सबैजना देख्न सक्नुहुन्छ हाम्रो पिकनिक स्पोट चाहिँ उता छ। अब एकछिन हामी खानासाना खाएर तपाईहरुलाई देखाउने छौँ हामी गइरहेको